हेलो गाइज, आज शनिबार र त्यहीमाथि चिसो मौसम परेको कारणले मैले चाहिँ गाजरको हलुवा खाने सोचेँ र सुरुमा मैले कराई तताइसकेपछि 1 चम्चा घिउ हालेको छु। मैले 1 चम्चा घिउ हालिसकेपछि आधी घण्टा अगाडि कोरेर राखेको गाजर हालेँ। एकछिन चलाउने छोप्दै चलाउने गर्ने। गाजर र घिउको कलर मिक्स भएर येल्लो नहुँदैसम्म एकछिन छोप्दै चलाउँदै गर्नुपर्छ। सानो आगो बनाउँदै येल्लो कलर निस्किसकेपछि चाहिँ हामीले चिनी हाल्दा हुन्छ। गाजर र घिउको मिक्स भएर येल्लो कलर निस्केपछि हजुरलाई कति मनपर्छ त्यही अनुसारको चिनी हाल्न सक्नुहुनेछ। हजुरहरूले त्यति चिनी हालेको छु। त्यसपछि एकछिन छोपिसकेपछि कलर चेन्ज भएपछि 1 कप जति दुध हाल्ने पर्ने हुनेछ। मैले चाहिँ 1 कप जति दुध हालेको छु। हजुरलाई अझै मनपर्छ भने अझै हाल्दा हुन्छ। दुध हालिसकेपछि एकछिन चलाइसकेपछि एकछिन दुध सुकिसकेपछि चाहिँ हामीले ड्राई फ्रुट्सहरू हाल्न सक्छौँ। ड्राई फ्रुट्स हजुरहरूसँग छैन भने पनि नहाल्दा नि हुन्छ। मसँग चाहिँ भएको कारणले ड्राई फ्रुट्स हालेको छु मैले।